साथीहरू आज दिनैभरि सामाजिक सञ्जालमा बढी जस्तो फेसबुकमा एकदमै एउटा विषय एकदमै तातिएको छ। हास्य कलाकार तथा मोडल सागर लम्साल बलेको बारेमा एउटा यस्तो न्युज आएको छ जुन यहाँहरूले पनि देखिरहनु भएको होला। त्यो न्युजमा के छ भने 1 वर्ष अगाडि अमेरिकामा एकजना सङ्गम बिष्ट भन्ने एकजना नाम गरेकी युवतीले सागर लम्साललाई 1 वर्ष अगाडि बलात्कार गरेको भन्ने कुराहरू आफ्नो स्ट्याटसबाट लेखेकी छन् र त्यो लेखिसके पछाडि अहिले त्यो विषय एकदमै तातिएको छ। मैले यहाँहरूलाई यो फोटो पनि देखाइरहेको छु स्क्रिनमा र यो सत्य हो होइन यसमा हामीलाई केही पनि थाहा छैन, तर उहाँले लेखेको अनुसार त्यो सत्य नै हो भन्ने कुरा नै कसरी हुनसक्छ। यदि त्यो त्यति बेला भएको थियो पनि 1 वर्षपछि आएर मात्र त्यो कुरा खुलाउने कारण चाहिँ के हुनसक्छ? यहाँहरूलाई के लाग्छ? आफ्नो प्रतिक्रिया लेख्नुहोला।